बोल रहा था तो इसको मैं बोला कि है यो जोहार, फेरि पनि स्वागत छ मेरो एउटा नयाँ ब्लगमा। म चाहिँ अहिले जाँदैछु नदीतिर, मतलब नदीको छेउमै छु त्यही पनि। अनि आज चाहिँ भयङ्कर कुहिरो लागेको छ नि। आजको लागि मेरो दिन चाहिँ के भनौँ स्पेसल, भयङ्कर स्पेसल हो नि। स्पेसल दिन किन हो किनकि आज मेरो बर्थडे हो नि, त्यही भएर मतलब पार्टी सार्टी चाहिँ राति नै भइसक्यो, केटाहरूले सब गरिदिए। अनि मैले के भन्छ मेरो बर्थडेको लागि यो पल्टको एउटा डिफ्रेन्ट टाइपको भिडियो प्लान गरेको थिएँ नि, तर यतातिर आएर अलिक त प्लानै अर्कै भयो नि। केही छैन, अब त्यो नेक्स्ट इयर नि। अब म जाँदैछु उता घरतिर, सो ब्लग एन्डसम्म हेर्दै गर्नु। खाके देखाऊ, मेरो खिला दो। हाई बोलो, हाई बोल दो उधर। हाय गाइस, अहिले चाहिँ हामीहरू जाँदैछौँ पार्टी खान नै। यिनीहरूले मेरो दिमाग खाइसकोस्, यिनीहरूलाई पार्टी खुवाइदिन्छु। सो आज मेरो बजेट धेरै नै टाइट छ नि, त्यही भएर हल्का फुल्का केही मुँह मिठा गरिदिन्छु नि। सो हाई कहिदिन गाइज। अहिले चाहिँ यहाँ मस्तले मेरो बजेट टाइट भएको कारणले मैले खालि चोकोपाई मात्रै किनिरहेको छु। हामीले चाहिँ यहाँ सामान किनेर लगिसकेको छौँ नि गाइज। अब ड्यामतिर पार्टी गर्न जाने हामीहरू नि। अनि पछाडि मेरो के भनौँ पार्टी खाने मान्छेहरू जाँदैछन्। हामी चाहिँ ड्याम पुगिसकेको छौँ नि पार्टी गर्न। यहाँ हेर्न सक्नुहुन्छ मस्त भ्यू नि। गाइस यो येलो लेन त गएको, लेन त गएको। ए हेनेले बजट थोड़ा टाइट है लेकिन मुर्गी काटता लियो हमें। बस गाइस आजको कोटा चाहिँ खत्म भइहाल्यो नि। सो यिनीहरू चाहिँ यति चिसोमा के खाना यहाँ पानीमा छिरेर नि कमल फुल टिपिरहेछ गाइज। ढेकल्दिने उक्रा। हामीले चाहिँ कमल फुल टिपेर आइसक्यौँ नि। अब जाँदैछौँ घरतिर। पार्टी पनि खाइसके सबजनाले नि, मस्त सबैको मुखमा हरियाली छ अहिले। सो अब घर गएर के हुन्छ हेर्दै गर्नु। अहिले चाहिँ हाम्रो मस्त बर्थडे पार्टी चलिरहेछ नि। साग भात मैं इधर देखो, खा के देखाओ। यो सर्ट मलाई चाहिँ मेरो ठुलो मम्मीले दिनुभएको नि, ठिकै छ। इतना बड़ा हो ना राक्षस एकदम, जिसका लिए पढ़ाई करा वो बन। हैप्पी बर्थडे टू यू। अच्छा अच्छा जॉब करना, हम लोग को मत भूलना। ऐसा आपने ऐड पर देना फिर भी घुमा देना। ऐसा सामने प्लेट है घुमा देना और कॉल करें। मैं भी बर्थडे कहाँ सामने मिटा रहे हो? कोई बाबा मांग बड़ी उधर गुलाबी हुई। दे तो मैं जाएगा मकई लगा पानी पटाना है। हमरो तो दे अब पूरे हमरा नहीं दे पुराना गेलो लेन त
ह्याप्पी बर्थडे टु यु। म चाहिँ रेडी भइसकेँ नि अनि आजको मिठाई कुछ बोल दो कुछ बोलो मामा बोल दो मामा बोल दो हाय इधर हाय बोलो बाय बाय कर दो इससे बाय बाय हाय यहाँ चाहिँ मस्त फोटो सुट हुँदैछ अनि तो रास्ता में चलते चलते फेंका जाएगा पता ही नहीं चलेगा। और थोड़ा गाड़ी दिखा और थोड़ा क्या कर ला बस मिला ना पछाड़ी के भ्यू। हाँ ठीक का ठीक बाय अरे दवाई दो ना आना उधर बाबू। हो गया हो रहा तो है ना है ना मैले उनीहरूलाई गाइज बर्थडेको दिन सबभन्दा नराम्रो द वर्स्ट थिङ के हुनसक्छ कि आफ्नो बर्थडेको दिन कि यति टाढा ट्राभल गर्नु कि दिमाग खराब हुन्छ जो मसँग भइरहेछ योपल्ट मैले के प्लान गरेको थिएँ नि सब चौपट ए डाली दे बाय कर बाय कर बाय कर बाय 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 करना हामी चाहिँ ओर्लिसक्यौँ नि बसदेखि सो अहिले घरतिर लागिरहेको छौँ यहाँ सबजना आउनुहुन्छ अनि दिदीहरू चाहिँ उतै अर्कै ठाउँबाट ओर्लिनुहुन्छ अनि यहाँ चाहिँ हामी मस्त जाँदैछौँ नि अब मेरो बर्थडे पनि सिद्धि नआटाउने राति भइसक्यो अनि योपल्ट बर्थडे मनाइन नि किनकि दिनभरि ट्राभलै गर्दै बिताएँ अनि मलाई यो कुराको धेरै नै फ्रस्ट्रेसन छ किनकि मैले यसको लागि के सोचिरहेको थिएँ यताउता गर्ने भनेर अनि त्यहाँदेखि फर्काइ पनि हालो आउन मन त थिएन तर के गर्नु सो यसको लागि मैले धेरै प्लान गरेको थिएँ मलाई त्यो कुराको धेरै रिग्रेट छ फ्रस्ट्रेसन पनि छ नि सो अहिले पुरा मेरो इनर्जी नै ड्रेन भइसक्यो अनि म सोचिरहेको छु के भनौँ नभनौँ अन्त यो चाहिँ मेरो 21st बर्थडे हो नि अनि यसलाई चाहिँ म बेस्ट बनाउने कोसिस गरेँ नि तर केही छैन द्याट इज लाइफ गाइज आज बर्थडेको दिन के गर्नु पर्दैछ प्रोफेसनल भरिया मेरो बर्थडे पार्टी लाइक आजको दिन चाउचाउ खाएर सुत्नुपर्छ मेरो चाहिँ अहिले पार्टी भइरहेछ नि यहाँ चाउचाउ र अन्डा नि म धेरै कुरा एक्सपेक्ट गरिरहेको थिएँ कि योपल्ट के हुन्छ भनेर र योपल्ट मैले एउटा कुरा बुझेँ डोन्ट एक्सपेक्ट एनिथिङ किनकि जे पनि हुनसक्छ लाइक म 5 घन्टा अगाडि इन्डियामा थिएँ अनि अहिले म यहाँ छु लाइक सो अब खाएर एकछिन बस्छु
अनि सुत्छु। अनि योपल्टको बर्थडे चाहिँ यस्तै भयो नि। अनि बाई द इग्नोर द ब्याकग्राउन्ड, किनकि मैले भर्खरै आइरहेको छु कोठामा। योपल्टको बर्थडे जे जसो भयो नि, अब अर्कोपल्ट राम्ररी सेलिब्रेट गर्ने र आफूलाई लाइक अलिक इम्प्रुभ गर्दै जाने हो। यति भन्दै आजको यो ब्लग यहीँ एन्ड हुन्छ। बाई।